यो क्रस गर्नलाई चाहिँ यो बटन पर हेर्नुभयो भने चाहिँ एउटा गाडी आउँदैछ होइन। अब यो म बाटो क्रस गर्छु भनेर त्यसले परै रोक्छ क्या। हेर्नुहोस् है त्यति पर छ र पनि है के। सो क्यानाडामा चाहिँ तपाईँहरूले अहिले भर्खर देख्नु भए जस्तै है बाई रोडहरूमा चाहिँ बाटो क्रस गर्न आँटेको हुन्छ नि त, जहाँ ट्राफिक लाइटहरू हुँदैन, जहाँ त्यहाँ गाडीहरू कुदिरहेको हुन्छ होइन, त्यहाँ हामी बाटो क्रस गर्न लागिरहेको हुन्छौँ। त्यहाँनिर चाहिँ ठक्क बाटो क्रस गर्ला जस्तो यो मान्छे कोही बाटोको छेउमा उभिएको छ भने चाहिँ उनीहरूले पहिला चेक गर्छ क्या यो मान्छे बाटो क्रस गर्न लागेको कि होइन भनेर होइन। अनि यसको हातले सिग्नल दिन्छ होइन बाटो क्रस गर भनेर। अनि बल्ल मान्छेहरू त्यो बाटोमा साइडमा क्लियर भएपछि मात्रै उनीहरू अगाडि बढ्छ क्या। त्यो चाहिँ मलाई एकदम राम्रो लागेको क्या। अनि उनीहरूसँग त्यो कट्ने टाइम हुन्छ र पनि रोकिदिन्छ, परै रोकिदिन्छ होइन, नजिक पनि ल्याउँदैन। अनि हाम्रो नेपालमा त अब बाटोमा हिँड्नेलाई त मान्छेले गर्दैन नि त होइन, ल्याएर ठोकुङ्ला जस्तो गर्छ बाटो क्रस गरिरहेको देखि खुट्टा। क्यानाडामा चाहिँ पैदल मार्गीहरूलाई जुन एउटा रेस्पेक्ट छ नि त्यो चाहिँ मलाई सुरुदेखि नै एकदम मन परेको। फर्स्ट टाइम आउँदादेखि त्यो इम्प्रेसन राम्रो लागेको।